At this point, I have planned म चितवनबाट काठमाडौँ जान्छु on a solo trip र आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्छु। So I'm ready. अब यताबाट निस्किनु लागि आई हेभ टु टेक म्याजिक लिएर अनि त्यसपछि बल्ल म यहाँबाट पुग्छ डुबिरहेछ सपनीमा निमाया खुसी तिमीलाई पुरिरहेछ। फाइनली रेस्ट सो अहिले म कलङ्कीमा छु एन्ड साथी आउँदैछ मलाई लिन। साथीको गाडीमा चढ्ने हो एन्ड त्यसपछि उसकै फ्लाइटमा म बस्ने हो। मैदानमा सपनी कोरेर आऊ है घाम जस्तै उज्यालो छरेर आऊ है Vlog. For what? For nothing. I have something. अब मैले चाहिँ आफ्नो साथीहरूसित भेट्न जानु छ। त्यो क्लासमा पुगिसकेपछि हामी त 3-4जना फ्रेन्ड्सहरू थियौँ। त्यो सबै एकादेशको अगाडि पछाडि पढ्छौँ। क्लासमा पनि सर पढाउँदै हुनुहुन्छ बिचमै गए कसैले ब्रोकिराइ गर्ने मजा हुन्थ्यो। त्यो दिनहरू क्या रमाइलो हुन्थ्यो। तर हामी छुटेको बेलापछि म एकचोटि पनि भेट्न पाएको छैन। कलङ्कीमा 99 फुडिज भन्ने हाम्रो पुरै ग्रुपको अड्डा हो त्यो कलङ्की। चिरबिराउने चरी झै गाउँदै आऊ है सिस्नु बानियाजीलाई स्वागत छ। सधैँ खुसी र मायाको बाटो पछ्याउँदै आऊ है चिरबिराउने चरी झै गाउँदै आऊ है सधैँ खुसी र मायाको बाटो पछ्याउँदै आऊ है। अब यति टाढाबाट जोडसित नबोल्यो भने आवाजै जान्छ। सिटी सेन्टर जाने आलु हेर्ने सिटी सेन्टर आलु हेर्ने kind of special for me as a because there is a reason. आकाशमा चिल्लै उड्यो धरतीमा छाया घाटो पारी बाँधेर So I have reached city center. मलाई त पुऱ्याउनु त पुऱ्याइदिनु त आई होप छिटै आउँछन् होला। छिटै आइसकेपछि अनि त्यसपछि मुभी हियर्स म्यारी।
फ्ल्याटमा जतिजना बस्थ्यो 8-9 जना त्यो सबैजना हामी जाँदैछौँ आज सुपर हेर्न ह्यामलेट छुट्यो ह्यामलेट फाइनली आयो त्यसमा नि मुख आफ्नो एकदम सडेको 1 2 3 4 5 6 जना दुईटा मात्र बाइक हुन्छ कि तिनटा हुन्छ तिनटा हुन्छ हैन ओए लर लौ घुमायो रे खाएको तिमीलाई म आज साथीहरू आएको थियो नि त्यो जङ्गलबाट त्यो ट्रेक गरेर आएको छु तलैबाट घाम टलल आँखै खायो रे एक दुई भन्दै हाँस खेल गर्दै सकिएछ 2 बोतल छिटो घर जाउँ भन्दै निस्केको थिएँ खुलेछ चियाको पसल अब पिउँदिन भो खोया बिर्केयो तितो तितो मात लाग्दै जाने पछि मिठो भो आज फाइनल डे भोलि चाहिँ घर फर्किने हो एन्ड आज म रविकलाई गइरहेको छु हेर्न रविक इज अल्सो वान अफ माई फ्रेन्ड आई मेट रविक 11 क्लासमा लाइब्रेरी 11 or 12 आई थिङ्क 12 क्लासमा लाइब्रेरीमा भेटेको थिएँ फाइनली धेरै दिनपछि भेटेका छौँ तपाईँहरूको स्वागत छ यहाँ काठमाडौँमा लौ उत्री गयो फेरि दुःख पीडा छोडेर सबै छुटी गए मेरा भरोसाले तोडेर शर्मै नआए आहा भए मस्तै भुलेर आफ्नै गुमाए यहाँ खोजु कहाँ डुलेर खोज्नु यहाँ बेर्थै भो फुट्यो क्या हो मेरो कर्मै पो खपरमा लिएर आएको जे होला त्यही रहेछ यहाँ आइपर्ने भो आज मेरो घर जाने दिन एन्ड आई एम गोइङ ब्याक टु माई स्विट होम ड्याम इट वाज क्रेजी यो 5-6 दिन मजा आइहाल्यो जे भयो अहिले जस्ट म निस्किन लागेको थिएँ तर लास्टमा पनि एकचोटि भन्थ्यो एक गेम उलो खेल्थ्यौँ अनि एक गेमको साथ 2 गेम खेल्यौँ यस्तो क्रेजी पुगिसके राम भनी हानिदिने बगलीमा छुर्रा तितो तितो मन भए पनि गरिदिने मिठा मिठा कुरा खोलिदिए मुटु सबैके सानो भइन्छ र देखि बुझी सबै यहाँ के नै नापिन्छ र अब जिन्दगी सरर र मोटर गाडीमा दिदीको एकचोटि के भयो थाहा छ के भन्छ अरे एकचोटि पनि खेलेको छैन होइन यस्तो ठुस्यो सबैजना जान्छ भेट्नेले भेटी जान्छन्